जति पनि मेरो यो युट्युब च्यानल हेरेर बसिरहनु हुने सम्पूर्णमा नमस्ते। म चाहिँ आज गोठालो आएको छु। गोठालो आउने क्रममा एउटा सानो बच्चा र म मात्रै भइसके पछाडि यसो गीतहरू गाउन मन लाग्यो अनि गीतहरू गाएको छु मैले है। मैले गाएको गीतहरूको सर्जक स्रष्टाहरूलाई उच्च सम्मान व्यक्त गर्दै यो गीत चाहिँ युट्युबमा हाल्ने अनुमति माग्न चाहन्छु मौखिक रूपमा। र मैले गाएको गीत यहाँहरूले मन पराइदिनु हुनेछ भन्ने आशा पनि गरेको छु। यहाँहरूलाई हामीले चराउने चाहिँ वस्तु चराउने वन देखाउनुको साथमा सम्मानित गायक गायिका सर्जक स्रष्टाहरूले गाउनु भएको गीत मैले गाएर हाल्ने जमर्को गरेको छु। तसर्थ यहाँहरूले एकदम मन पराइदिनु हुनेछ भन्ने आशा र अपेक्षाको साथमा मैले चाहिँ यो गीत यहाँहरूको माझ पस्किने जमर्को गर्दैछु। स्वीकार्नुहोस् यो गीतहरूबाट नै। रुँदै रुँदै हिँडे हात हल्लाउँदै पैतालालाई बल्लाउँदै बल्लाउँदै करीमै फुटेको केही छुट्यो कि भन्थ्यौ नि थाहा पाइनौ र तिमी छुटेको केही छुट्यो कि भन्थ्यौ नि थाहा पाइनौ र तिमी छुटेको। ए तिमीले माया गरेकै होइन मेरो जस्तो अर्ग्यानिक दिल छैन। औठी बेरुवाको के भएर पर्नु र भोलि फेरुवाको के भएर पर्नु र भोलि फेरुवाको। धन कमाउन म जान्छु पियारी म जान्छु पियारी बस तिमी बालबच्चा सियारी सरर लठा काटेर बाँचे घर फर्काउँला निर्माया पसिनाले पैसा साटेर। म जान्छु पियारी म जान्छु पियारी बस तिमी बालबच्चा सियारी सरर लठा काटेर बाँचे घर फर्काउँला निर्माया पसिनाले पैसा साटेर बाँचे घर फर्काउँला पियारी पसिनाले पैसा साटेर। मान्छे त्यसै बन्दैन जोगी बन्दैन जोगी यो संसारमा केही अभाव नभोगी फुलफुलमा भमरा झैं डुल्न सक्दिनमा
हिमाल झुक्ला समुद्र सुक्ला बरु तिमीलाई भने जुनी जुनी भुल्न सक्दिनमा बन्दैन जोगी यो संसारमा केही अभाव नभोगी फुल फुलमा भमरा झैं डोल्न सक्दिनमा हिमाल झुक्ला समुद्र सुक्ला बरु तिमीलाई भने जुनी जुनी भुल्न सक्दिनमा हिमाल झुक्ला समुद्र सुक्ला बरु तिमीलाई भने जुनी जुनी भुल्न सक्दिनमा हातका चुरा बजाउँदै कता हिँड्यौ लजाउँदै हातका चुरा बजाउँदै कता हिँड्यौ लजाउँदै दसैँ आउँला जोडौला मन परेकी मान्छे हो त्यसै कहाँ छोडौला ए मन परेकी मान्छे हो त्यसै कहाँ छोडौला बाँचे भने अर्को साल फिरनी मरे भने राइफलको सिरानी बाँचे भने हरको साल फिरनी मरे भने राइफलको सिरानी मरे भने राइफलको सिरानी वन भाका मेलामा पुरानो घाउ बल्झियो फेरि नि बल्झियो फेरि नि देख्छु तिमीलाई निधाउँदाखेरि नि एउटा चिठी लेख्न मन लाग्छ जुन मायाले धरधरी रुवायो होइ मायालाई भेट्न मन लाग्छ।